मैले त्यो सेयर गर्छु, आउनुहोस् जाउँ भन्छु। कोही सङ्घ संस्थाहरूले अब हाम्रै जोडिएकाले त भइहाल्यो, बाहिरकाले चाहिँ त्यति वास्ता सरकारले के गर्छ र भन्ने त्यति सरकारप्रति चाहिँ बरु अरू विधि अप्नाउने। तर सरकारबाटै चाहिँ हामीले चाहिँ यो युवाको निम्ति चाहिँ राहत हुने किसिमका प्याकेजका कार्यक्रममा बजेट विनियोजन गर्न पहल गर्नुपर्छ भनेर चाहिँ भन्ने मान्छेहरू मैले यसभन्दा पहिला पनि एकदम कम भेटाएँ कि। अब उनलाई अब त्यत्रो हेर्नुहोस् न, 24 घन्टामा के भयो, आखिरी शक्ति त रहेछ नि। अब त्यो शक्तिले गएर चाहिँ दबाब दिएको भए युवा लक्षित क्षेत्रमा बजेट विनियोजन गर्नुपर्छ है, यो त्यसलाई टार्गेट गराउनुपर्छ, मुख्य चाहिँ हाम्रो चाहिँ प्राथमिकता त्यसलाई राख्नुपर्छ भनेको भए त अहिले धेरै स्वदेशमा युवाहरू बस्ने अवस्था रहन्थ्यो। तर अब सरकारले लगानी त गरेको छ, खर्च गरेको छ, अब त्यो खर्चको उही स्थिर पुँजीमा छ, त्यो चालु पुँजी चाहिँ हुन सकेको छैन। अब तपाईँहरूको चाहिँ यो संस्थाकै विषयमा कुराकानी गर्नुपर्दा मान्छेहरूलाई चाहिँ अलिकति जिज्ञासा पनि हुनसक्छ, कति सालमा यो गठन भएको होला, यसमा कति सदस्यहरू जोडिनु भएको छ, या यसमा सदस्य बन्नका लागि गर्नुपर्ने के हो, यो सँगसँगै अभियानमा उहाँहरू हिँड्न चाहनुभयो भने के गर्ने, यी लगायतका कुराहरूलाई चाहिँ कसरी सम्भव? अब यो हाम्रो महासङ्घमा अब विधान अनुसारै भन्ने हो भने हजुर 2034 अनुसार दर्ता भएका संस्थाहरूलाई सदस्यता दिन सकिनेछ भन्ने छ हजुर होइन। अब विधान अनुसारै भन्ने हो भने हुन त सदस्य स्वतः आएर अब चाहिँ हामीले गर्ने गरेका छौँ, तर नियम अनुसार 2034 अनुसार दर्ता भएका संस्था चाहिँ सदस्यमा रहनेछन् भन्ने छ। त्यही अनुसार नै हामीले 11वटा सङ्घ हाम्रा दर्ता अलरेडी थिएर तिनलाई चाहिँ एक मर्च गराएर पछि चाहिँ अब 42वटा हाम्रा सदस्य संस्थाहरू पनि आबद्ध हुनुभएको छ। अब उहाँ हुनुभएका पनि कोही विदेश जानुभयो, कोही के भयो। अब हाम्रै महासङ्घका पनि साथीहरू विदेश जाने क्रम छ। अब मैले त अस्ति भने थिएँ त केही चाहिँ भाइटल पोस्टकै साथीहरू पनि हाम्रा चाहिँ अब विदेश जान पर्ने भयो, आर्थिक अभाव भयो, कोरियातिर मैले त नाम निकाल्न पढिरहेको छु भन्ने कुरा गर्नुहुन्थ्यो। अब यस्तो खालको अवस्था चाहिँ छ। अब हामीले पनि बस्नुहोस् भनेर अब फेरि हामीसित हिँड्नुहोस् भन्दा पनि हामीलाई गाह्रो छ। के हुन्छ भने खर्च कुरो आउँछ। ल म हामीसित हिँड्नुहोस् भन्दाखेरि हुन्छ भनेर हिँड्यो त त्यसलाई व्यवस्थापन गर्न पनि सक्नु पर्यो। फेरि उही सङ्घसित मागेर हामीले महासङ्घ चलाउनु पर्छ। अब फेरि अब चाहिँ हामीले अहिले चाहिँ ल हामीसित हिँड्नुहोस् गरौँ भन्ने हो भने फेरि आखिरी कुरो त आर्थिक कुरामा आएर जोडिन्छ। हिँडेपछि डुलेपछि उनका पनि परिवार हुन्छन्, खाना लाउनु पर्यो होइन। त्यो भएको हुनाले हामीले ठ्याक्कै नजा भन्न पनि सक्ने अवस्था छैन। सरकारले त्यो किसिमको अहिले हल्का राहतका कार्यक्रमहरू त मलाई लाग्छ अहिले गर्ने मान्छेलाई ल्याएको छ। जस्तो अहिले मागमा आधारित उद्यम विकास भनेर चाहिँ सङ्घीय कार्यालयले चाहिँ 40 जनालाई 2 लाखको दरले चाहिँ गर्ने भनेर त्यसले पनि त्यहाँ गर्न इच्छुकलाई त कम्तीमा पनि 2 लाख त ऋणदान गरेर 2 लाख राज्यले हाल्ने भएपछि 4 लाखमा केही सानोतिनो उद्यम विकास गरेर जीविका चलाउनु त उसलाई सहज हुन्छ। 4 लाख रुपियाँ हाल्न भने त 2 लाख राज्यले हाल्यो भने त उसलाई त सजिलो त हुन्छ नि। 2 लाखको ब्याज तिर्न त पर्दैन होला। सरकारले चाहिँ अब सर्टिफिकेट राखेर पनि लोन दिने एउटा नीति ल्याएको थियो। त्यो त कतिको सफल हो त्यो चाहिँ त्यसमा चाहिँ अध्ययन गर्नुभयो भएन। त्यो सम्बन्धी अब सुन्यो मात्रै। अब कसले ल्याए अब कोही त्यो चाहिँ के भयो भन्ने नि हामीलाई थाहा भएन। हामी कुराकानीको अन्तमा पनि छौँ। यहाँहरूको देश दौडा चाहिँ आज पाल्पा जाने भन्दैछ होइन, तपाईँहरूको टोली पाल्पामा तपाईँहरूको चाहिँ कार्यक्रम सफल होस् हाम्रो शुभेच्छा पनि छ। र तपाईँहरू पाल्पाबाट आएपछि फेरि अब त्यहाँका कार्यक्रमका प्रभावका विषयमा हामी कुराकानी गरौँला। र अन्तमा चाहिँ जस्तो तपाईँहरूले युवाहरूलाई उद्यमशील बनाउन भनेर देश दौडामा लागिरहँदा सुन्नु न, उद्यमशील बनाउन मनोपरामर्शकर्ताको रूपमा अगाडि बढिरहँदा उद्यमशील तपाईँहरूबाट प्रभावित हुने युवाहरूको संख्या कस्तो छ? सुन्नुहोस् न, मैले एउटा कुरा भन्छु, बनाउन भनेर हामीले भन्दैनौँ। किनभने हामीसँग त्यो उद्यमशील बनाउनलाई त त्यो पुँजी पनि छैन र राज्यलाई बनाउनका लागि पुँजी नै छैन। तपाईँहरूले चाहिँ कमसेकम जुन हिसाबले मोटिभेसनल त्यो त गरे कर्ताको रूपमा तपाईँहरूले जसरी सुझाव दिनुहुन्छ उहाँहरूलाई चाहिँ त्यो चाहिँ लाख हुन पनि सक्छ एकदम। उहाँहरू त्यो हिसाबले गर्दा उहाँहरू उद्यमशील बन्नका लागि आफ्नो तर्फबाट हरदम प्रयास गर्ने, अगाडि बढ्ने, नयाँ नौला कुराहरूमा चाहिँ जिज्ञासा राख्ने, उहाँमा एउटा आशा जगाइदिने काम हामीले गरेका छौँ। र राज्यलाई पनि हामीले गजगजाइरहेका छौँ। मुख्यतया राज्य नै हो आफ्ना युवालाई उसको योग्यता र क्षमता अनुसारको काम दिएर उचित पारिश्रमिकको व्यवस्था गर्ने राज्यको दायित्व हो। हजुर, संविधानमा छ। तर त्यो राज्यले त्यसबाट पन्छी नहुन्न, किनभने त्यो त राज्यको दायित्व हो नि। आफ्नो दायित्व त पुरा गर्न पर्यो नि राज्यले। त्यसको निम्ति राज्यले एकातिर गजगजाउने त भइरहेछ हाम्रो त्यो कुरा। र दोस्रो कुरा अब युवा साथीहरूलाई पनि यहाँ अब हामी बस्नै नसक्ने भयो आर्थिक अभावले गर्दा भन्नेहरूलाई पनि
अब बस्न पर्यो, यहीँ सकारात्मक हुनु पर्यो, अझै पनि प्रयास गर्नु पर्यो भनेर हामीले कहीँ कतै केही छ भने राज्यका निकायबाट रातका कार्यक्रमहरू छन् भने त्यहाँ गएर यसरी चाहिँ सहभागी भएर त्यो नियमअनुसार प्रक्रिया पुरा गरेर त्यताबाट राहत ल्याएर आफ्नो व्यवसाय अथवा आफ्नो जे गर्नुभएको छ त्यसमा चाहिँ तपाईँहरूले चाहिँ उ गर्नुहोस् भन्ने जस्ता हामीले कुरा गरेका छौँ। र स्थानीय निकायहरूले पनि आफ्नै तर्फबाट केही हदसम्म कार्यक्रम त सानोतिनो गर्नुभएको छ। अब स्थानीय निकायले गरेर थोरै मात्र प्रभाव पर्ने हो, किनभने अब धेरै बजेट हुन्न यस्तो क्षेत्रमा स्थानीय निकायमा। सङ्घले नै छुट्टै किसिमले अब